कार्यक्रममा अब हामी सवाल जवाफ बोल्नेछौँ। कमल सरवारजीका मुक्त खराबहरूमा तपाईँले मेरो स्वर सुन्न सक्नुहुन्छ। नलिना गुरुङजीका मुक्त खराबहरूमा तपाईँहरूले टीका पोखरेलजीको स्वर सुन्न सक्नुहुन्छ। सुरु गरौँ सवाल जवाफ नलिना गुरुङजीबाट। फर्किँदैनौ भाका सार्छौ सधैँ प्यारा, फर्किँदैनौ भाका सार्छौ सधैँ प्यारा, कतिन्जेल रुने पार्छौ सधैँ प्यारा। धेरै भयो पर्खाइनी छिट्टै फर्क घर, फर्किन्छु भन्दै टार्छौ सधैँ प्यारा, फर्किन्छु भन्दै टार्छौ सधैँ प्यारा। पर्खी बस्नु केही साल फर्की आउनेछु, पर्खी बस्नु केही साल फर्की आउनेछु, प्रिय आफूलाई सम्हाल फर्की आउनेछु। केही घडी मैले यतै बाध्यता छन् बस्न, आँसुको धारा नफाल फर्की आउनेछु, आँसुको धारा नफाल फर्की आउनेछु। अझै कति पात्रो केर्दै बस्ने हो र मैले, अझै कति पात्रो केर्दै बस्ने हो र मैले, फर्क कति बाटो हेर्दै बस्ने हो र मैले। चाँडै आउँछु भने थियो वर्षौं बितिसक्यो, पिरै पिरले मुटु कति सिर्दै बस्ने हो र मैले, पिरै पिरले मुटु कति सिर्दै बस्ने हो र मैले। बुझ न बुझ ए मेरी काली बाध्यतामा छु, बुझ न बुझ ए मेरी काली बाध्यतामा छु, पर्खै घरबार सम्हाली बाध्यतामा छु। के फर्कौं खाली हात मन बुझाइ बस्नु, बजाउलान् शत्रुले ताली बाध्यतामा छु, बजाउलान् शत्रुले ताली बाध्यतामा छु। खै कसरी बुझाउ यो मन रुन्छ घरिघरि, खै कसरी बुझाउ यो मन रुन्छ घरिघरि, भेट हुने त्यो सपना अनेक बुन्छु घरिघरि। औला भाँच्दै दिन गन्दै कहिले आउँछ भने, बाबा आमा नि सम्झेर रुनु हुन्छ घरिघरि, बाबा आमा नि सम्झेर रुनु हुन्छ घरिघरि। यो कस्तो बाध्यता आइपर्छ म दुखीलाई, यो कस्तो बाध्यता आइपर्छ म दुखीलाई, छली छली हिँड्नु छ हावा अनि हुरीलाई, बा आमालाई सम्झाइ बुझाइ गरी बस्छ है, पर्ख सानी बिदा गर्दै आउँछु खाडीलाई, पर्ख सानी बिदा गर्दै आउँछु खाडीलाई। धेरै भयो पर्खाई यी आँखाले डाक्दैछ, धेरै भयो पर्खाई यी आँखाले डाक्दैछ, भेट्नलाई धेरै रहर मनभरि जाग्दैछ, भेट नभई यो प्राण जान्छ कि त मेरो, परदेशीले मन फेर्यो कि डर लाग्दैछ, परदेशीले मन फेर्यो कि डर लाग्दैछ। धेरै चिन्ता नगर्नु है मेरो सधैँ साथमा छु, धेरै चिन्ता नगर्नु है मेरो सधैँ साथमा छु, टाढा छैन है म सेरो फेरो सधैँ साथमा छु, यो तन टाढा भए पनि यो मन उतै छ, वन पाखा र पानी पँधेरो सधैँ साथमा छु, वन पाखा र पानी पँधेरो सधैँ साथमा छु। फर्की आऊ दुवै मिली कमाउला नि प्यारा, फर्की आऊ दुवै मिली कमाउला नि प्यारा, बरु आँटो सिस्नु खाई रमाउला नि प्यारा। कृषि प्रधान छ देशमा तिम्रो मेरो नेपालमा, गाई भैंसी बाख्रा पालन समाउला नि प्यारा, गाई भैंसी बाख्रा पालन समाउला नि प्यारा। यो मनमा पनि चाहनाहरू धेरै छन् प्रिया, यो मनमा पनि चाहनाहरू धेरै छन् प्रिया, भविष्य सुधार्ने कल्पनाहरू धेरै छन् प्रिया, घरको 84 व्यञ्जन मैले भुल्नै सक्दिन, र देश परिवारको सम्झनाहरू धेरै छन् प्रिया, र देश परिवारको सम्झनाहरू धेरै छन् प्रिया। मैले घाँस काट्दाखेरि तिमीले दाउरा चिर्नु, मैले घाँस काट्दाखेरि तिमीले दाउरा चिर्नु, नबस्नु बो खाडी मुलुक अब घर फिर्नु, गाउँमै पसिना बगाई साउको ऋण तिरौला, अब कहिले पापी साउको पाउमा नगेर्नु, अब कहिले पापी साउको पाउमा नगेर्नु। भने जस्तो सजिलो हुँदै भएन जिन्दगीमा, भने जस्तो सजिलै हुँदै भएन जिन्दगीमा, र पो आज धेरै कष्ट भोग्दैछु यो खाडीमा, भयो पुग्यो बिरानो ठाउँ माया मार्दैछु प्रिया, सँगै जिउन मर्न फर्किन्छु त्यो गाउँ बेसीमा,
सँगै जिउन मर्न फर्किन्छु त्यो गाउँ बेसीमा। सोचे जस्तो जीवन मेरो कहिले भएन, सोचे जस्तो जीवन मेरो कहिले भएन, मैले जति दुःख सायद कोहीले सहेन। आउँछु भन्यो मेरो प्यारा फर्की गाउँ घर, आज भने मेरो खुसीको सीमा नै रहेन, आज भने मेरो खुसीको सीमा नै रहेन। बुझेकै छु मैले प्यारी नरही हुन्छ अब, बुझेकै छु मैले प्यारी नरही हुन्छ अब, बरबर आँसु छारी नरही हुन्छ अब, फर्किन्छु लौ अब प्यारो गाउँ घरमा, तिमीले नै मन मारी नरही हुन्छ अब, तिमीले नै मन मारी नरही हुन्छ अब। निकै मन छुने सवाल जवाफ हामीले कार्यक्रममा तपाईहरु समक्ष राख्यौं। सवाल जवाफ लेखेर हामीलाई पठाउनु भएको थियो कमल सरोवरजी र नलिना गुरुङजीले। तपाईहरु दुवैजनालाई धेरै धेरै धन्यवाद। मलाई सवाल जवाफ मुक्तकभरि साथ दिनुभयो। टिकाजी तपाईलाई पनि धेरै धेरै धन्यवाद। अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नुहोला। मसँग मुक्तक बेहोसी कृष्ण कार्कीजीको रहेको छ।